कसैलाई राम्रो गर्दा राम्रो र नराम्रो गर्दा नराम्रै गर्छ भने त्यो मानव हो। कसैलाई जतिसुकै राम्रो गर्दा पनि उसले नराम्रो गर्छ भने त्यो दानव हो। कसैलाई हामीले नराम्रो गर्दा पनि उसले हाम्रो लागि राम्रो गर्छ भने त्यो ईश्वर हो। हामी पापी छँदै हामीले ईश्वरको विरुद्ध पाप गर्दै येशू हाम्रो लागि यो संसारमा आउनुभयो र क्रुसमा मर्नुभयो। र आई अलवेज वान्ट टु नो अबाउट दिस गड, स्पेसिफिकली गड फ्रम द ओल्ड टेस्टामेन्ट, जुन एउटै ईश्वर हुनुहुन्छ तर रिप्रेजेन्टेसन अफ गड इन द ओल्ड टेस्टामेन्ट। मलाई धेरै गाह्रो हुन्छ त्यो कुराहरू बुझ्नको लागि। र साँच्चै नै मलाई पुरानो करारको सर्वेक्षण, ओल्ड टेस्टामेन्ट सर्वेले त्यो कुराहरू बुझ्नको लागि धेरै नै सहायता पुर्यायो। र मलाई लाग्छ तपाईँहरूमध्ये धेरैजनालाई पनि पुरानो करारको इभेन्टहरू, परमेश्वरको चरित्र, क्यारेक्टरहरू पढ्दै गर्दा बुझ्नको लागि गाह्रो पर्न सक्छ। र म तपाईँहरूलाई के भन्न चाहन्छु, यदि तपाईँहरूलाई पनि ओल्ड टेस्टामेन्ट सर्वे थोरै गर्न सक्नुभयो भने साँच्चै नै त्यसले हामीलाई धेरै नै सहायता पुग्छ। तपाईँहरूमध्ये धेरैजना कामहरू, व्यस्तताहरू, मिनिस्ट्रीहरूले गर्दा समयहरू भ्याउन नसक्नु भएको हुनसक्छ। त्यसै कारणले गर्दाखेरि गस्पल ड्रिभन बाइबल स्कुलले 2 महिने अनलाइन बाइबल तालिम ल्याएको छ, जसमा ओल्ड टेस्टामेन्ट सर्वेको बारेमा बाइबल तालिम हुनेछ, जुन साउन 17बाट सुरु हुनेछ भने इङ्ग्लिस तारिकमा अगस्त 2बाट सुरु हुनेछ। यसको फर्म मैले माथि राखिदिएको छु। सिट आर लिमिटेड। तपाईँहरूले छिटोभन्दा छिटो आफ्नो सिटलाई सुरक्षित राख्नु भएको होस् भन्ने म चाहँदछु। र यसको अनलाइन फी केवल तपाईँको लागि 500 मात्रै राखेको छ। आशा छ तपाईँहरूमध्ये जतिले पनि भ्याउनुहुनेछ, तपाईँहरूले जोइन गर्नुहुनेछ र यु विल सपोर्ट दिस मिनिस्ट्री।